हेलो गाइज, आज एक बार फेरि मेरो युट्युब च्यानल नोइजिङमा स्वागत छ। र गाइज म यस बेला उपस्थित छु पेङ्ग्री डिब्रुजानमा। र यहाँ अखिल आसाम गुरुङ तमुसँग केन्द्रीय समितिको सौजन्य तथा तिनसुकिया जिल्ला समितिको उद्योग र विभिन्न आञ्चलिक समिति तथा शाखा समितिहरूको सहयोगमा तमु लोसार 2025 को आयोजना गरिएको छ। र यो लोसार चाहिँ आगामी अंग्रेजी 29 र 30 तारिकको दिन हुनेछ। र गाइज म आज तपाईहरुलाई यहाँको जो उहाँहरुको जुन तयारी छ, कुन तरिकाले उहाँले तयारी गर्नुभएको छ, र कस्तो कुन कुन किसिमको प्रोग्रामहरू हुनेछ, र यहाँ रमाइलो साँझ कुन प्रकारको हुनेछ, यो विभिन्न विषयहरू म तपाईहरुको समक्ष भन्ने छु। र गाइज म सर्वप्रथम तपाईहरु यहाँको जुन प्यान्डल छ यो प्यान्डल देखाउन चाहन्छु। र यो हो प्यान्डल, यहाँ एकदम भव्य तरिकाले यहाँको प्यान्डल बनाउनु भएको छ। र यहाँ 29 र 30 तारिकको दिन प्रोग्राम हुनेछ। यहाँ अति राम्रो तरिकाले स्टेज पनि सजाउनु भएको छ। र यहाँ तपाईहरु देख्न सक्नुहुनेछ। र यो साइडमा चाहिँ फेरि तपाईले धेरै दोकानहरू छ, यहाँ पसलहरू छ। र यो तपाईहरुलाई म देखाउँदै छु, पसलहरू छ। र यहाँ लाइटको पनि व्यवस्था गर्नुभएको छ। र गाइज यो चाहिँ सानो कटेरो तपाईहरुले देख्नु भएको छ। यो कटेरो चाहिँ लामा आएर यहाँ पुरानो लोलाई बिदाई गरी नयाँ लोलाई वेलकम गर्ने जुन चाहिँ विधिहरू छ, त्यो विधि मुताबिक यहाँ जम्मै कामहरू हुनेछ लामाद्वारा। र त्यसकै नजिक तपाईहरुलाई म देखाउन चाहन्छु यो एउटा शहीद वेदी। त्यो शहीद वेदी यहाँ छ। र यहाँ झण्डा उत्तोलन उद्यापन समिति साथै अखिल आसाम गुरुङ तमुसँग तिनसुकिया जिल्ला समितिको यहाँ झण्डा उत्तोलन हुन्छ। साथै यहाँ स्मृति तर्पण पनि हुनेछ। र साथै त्यसकै छेउमा हामीहरूको आसामको जनप्रिय गायक जुबिन गार्गज्यूको पनि यहाँ श्रद्धाञ्जली अनुष्ठान पनि हुनेछ। र गाइज एकदमै एक्साइटेड छौँ हामी। भोलिदेखि सुरु हुनेछ यहाँ प्रोग्राम। गाइज यहाँ हामीहरूलाई अलिकति गेटको असुविधा हुनाले यहाँ एउटा उच्च जुन चाहिँ रोड साइड छ यहाँ एकदमै अल्गो छ। र यो अल्गो हुनाले हामीलाई यहाँ गेट बनाउनमा साह्रै असुविधा भएको थियो। र पहिलो पटक हामीले जुन चाहिँ गेट छ त्यो अलिक अगाडि बनाउने हामीले सिद्धान्त लिएको थियौँ। पछि फेरि सबैको सल्लाह र परामर्श मुताबिक हामीले फेरि यहाँ एउटा गेटलाई यो एकदम प्यान्डलको सिधा नै हामीले बनाउने निर्णय गऱ्यौँ। र यहाँ बनाउँदा चाहिँ हामीहरूलाई यहाँ एउटा ब्रिज जस्तोको आवश्यक भयो। र तपाईहरुलाई म देखाउँदैछु यो जुन चाहिँ बाँसको ब्रिज जस्तो छ यो। र यसले साह्रै नै शोभा एउटा ल्याएको छ यहाँ। र यहाँ अति राम्रो तरिकाले यहाँ सजाउने छौँ हामी। यहाँ विभिन्न रङहरू दिएर यहाँ तमु संघको फ्ल्यागहरू दिएर हामीहरू यहाँ सजाउने छौँ। र गाइज तपाईहरुलाई सबैलाई नै मेरो युट्युब च्यानल मार्फत आगामी अंग्रेजी 29 र 30 तारिक हुन गइरहेको तमु लोसारमा निमन्त्रण गर्दछु। र यहाँ विभिन्न आर्टिस्टहरू पनि आउनेछ। तकरिबन 7-8 जना आर्टिस्टको यहाँ समागम हुनेछ। र एकदमै राम्रो रमाइलो साँझ हुनेछ त्यो बेला। र यहाँ विभिन्न सङ्घ संस्थाको व्यक्तिहरू पनि आउनुहुनेछ। विभिन्न हामीहरूको गोर्खाभित्र भएको विभिन्न जातहरूको यहाँ सांस्कृतिक नृत्य पनि प्रदर्शन हुनेछ। र गुरुङहरूको जुन चाहिँ एक्जिबिसन सेन्टर पनि यहाँ बनाउने निधो गर्नुभएको छ। र यहाँ हामीहरूको लिङ्गे पिङको पनि व्यवस्था हुनेछ। र गाइज मेरो च्यानल मार्फत तपाईहरु जम्मैलाई नै भोलिबाट सुरु हुने यस महान गुरुङहरूको महान मौलिक चाड तमु लोसारमा आइदिनु भनी म सबैलाई तपाईहरुलाई अनुरोध गर्न चाहन्छु। र मेरो आजको यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो, यदि राम्रो लाग्यो भने लाइक र कमेन्ट गर्नु भनी म अनुरोध गर्दछु। र एकदमै राम्रो लाग्यो भने शेयर पनि गर्नु भनेर म अनुरोध गर्दछु। र तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब भने पनि म गर्नु भनी पनि म अनुरोध गर्दछु। धन्यवाद।